हेलो एभ्रिवन, वेलकम टू माई भिडियो। आज चाहिँ ओइ आइज त कहाँ जान लाग्यो? म स्कुल जान लाग्यो। यहाँ आइज आऊ। खोइ ब्याग खोइ ब्याग बुक छिटो छिटो ब्याग बुक। स्कुल जान लागे जाइनहरू। यहाँ छिटो उ कति छ्याम पर्छ? दुई टाई हेरेर यो टाई दि बरै दाउलो टङ्गा जस्तो उभे फोडा खिचिदिन्छु म। जान्छ उभे उतार्न उयो उतार्न अमलाबाट उयो फोडा खिचिदिन्छु। खै अलि यता लोटौला लोटौला टाई आम्मामा टाई हेर्न टाई फोडा खिचेको छैन मैले भिडियो गराएको थिएँ। पगमा उखिदिन्छु रुख। जाइनहरू स्कुल गएपछि चाहिँ आज अरू बेला पनि आउँथेँ, कोही कोही बेला आज आएको छु। अनि आज चाहिँ त्यो आज मम्मी घर नभए चाहिँ अलिक काम गर्न मन लाग्ने रहेछ। अलिक काम गर्न घाँस काट्न आएको त छु। अनि के घाँस काट्नु भन्ने हुन्छ क्या उता तलतिर ध्यानतिर जाने मलाई अहिले डर लाग्छ। एक्लै अलिक डर लाग्छ, त्यही भएर म यतितिर घाँस काट्छु। अनि अघि बनाएको छु भिडियो कतिको छ क्या यता म त्यही हो। मम्मीले एक दिन घाँस काट्न गएको थिएँ, त्यही पनि भिडियो बनाएको छु हेर्न भन्नुहुन्छ। अहिले भिडियो देखेपछि मम्मीले त्यही भन्नुहुन्छ। अघि म गैरातिर जाँदिनँ भनेको थिएँ, तर घाँस खोज्दा खोज्दा काट्दा काट्दै यहाँ गैरामा पो आइपुग्यो हौ। यहाँ गैरामा आइपुग्यो। यहाँ ठाउँमा जम्मा हो माथिबाट आएको छु, माथि छ। अनि लास्ट एक कुला छ। अब एक कुला भएपछि त म एक कुला सकेपछि त म घर जान्छु। घर मम्मी पनि आइसक्नु होला अहिलेसम्म त। लास्ट छ पुला, अब एक कुला मात्रै छ। गैरामा पो आइपुग्यो। बाँसै बाँस छ, ह्याङ चलाएको कि फाइनल्ली मेरो चाहिँ भारी पुगिसकेको छ घाँसको। अनि चाहिँ म यहाँ छ भारी। अनि म बोकेर अब घरतिर जान्छु। म चाहिँ लागे घरतिर। म चाहिँ फाइनल्ली घर आइसकेँ। अनि मम्मी पनि आइसक्नु भयो होला। अलिक के भन्नुहुन्छ? मम्मी आउनुभयो भने त मम्मी अझै आउनु भारिन्छ। के गर्दा सेतो देखेछ होइन र? मम्मी आइजानु भयो होला, पिरो खानु भयो होला भनेको थिएँ। अझै आउनु भयो रहेछ। बाफ्रे बाफ। चल अब मैले भिडियो चाहिँ के भन्दाखेरि हुनसक्छ नि, अरूले काम नगरे जस्तो यसले मात्रै भिडियो बनाएको छ, यस्तो घाँस काटेको पनि भिडियो बनाएको छ भन्ने हुनसक्छ एक दिन घाँस काटेर पनि। तर एक दिन घाँस काटेर देखाएको होइन कि 100 दिन काटेर चाहिँ एक दिन देखाएको होला भन्दै यति भन्दै मेरा भनाइहरू यही नै अन्त्य गर्न चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।